अनि नमस्ते, के छ तपाईहरुको हाल खबर र म एकदमै सन्चै छु। अनि आज म फेरि आएको छु डेनमार्कको रोयल प्यालेस। हिजो गएको ठाउँ चाहिँ रोयल प्यालेस होइन रहेछ, अनि आज चाहिँ म आएको छु डेनमार्कको रोयल प्यालेस। तपाईहरुले देख्न सक्नुहुन्छ यसको चाहिँ एउटा युनिक भनेको सबै यहाँ चारवटा बिल्डिङ छ, चारवटा घर, बिल्डिङ त नभनौँ घरहरू छ हैन, सेम छ के। म तपाईहरुले ब्याक क्यामेरा गरेर देखाउँछु। अनि यो चाहिँ हो डेनमार्कको रोयल प्यालेस। यहाँ तपाईले घोडामा देख्नु भएको छ नि, उहाँ चाहिँ फ्रेडिक्स, के मेरो प्रोनाउन्सिएसन रङ हुन सक्ला। अनि यहाँ चाहिँ म आज बिहान आउनुको कारण चाहिँ यहाँ 12 बजे चाहिँ यहाँ परेड हुन्छ के, अनि यो चेन्ज हुन्छ के, गार्डहरू एउटा कुनादेखि अर्को कुनामा चेन्ज हुन्छ। अनि यो चाहिँ हेर्नको लागि अहिले बिहान एकदमै मान्छे हुने रहेछ। मैले चाहिँ यति सोचेको थिएन आज यति धेरै अहिले नै मान्छे हुन्छ भनेर। अनि म चाहिँ यहाँ आएको छु। अब म चाहिँ तपाईहरुलाई यसरी ब्याक क्यामेरा गरेर देखाउँछु है त। यो के मैले भने नि अघि, यो चारवटा घरहरू एउटै छ भनेर म चाहिँ तपाईहरुलाई देखाउँछु। यो घर छ सेम हैन, अनि यो देख्नुभयो, त्यो पनि सेम छ, यो पनि सेम छ, अनि यो पनि सेम छ, तर कन्स्ट्रक्सन भइरहेको रहेछ अहिले। अनि गार्ड मैले भनिरहेको छु नि, उहाँहरू चाहिँ अहिले चेन्ज गर्नुहुन्छ कि 12 बजे यो ठाउँबाट यो ठाउँ हो कि कसरी। हेर्न सक्नुहुन्छ मान्छेहरू एकदमै धेरै छ हैन, बिहानै। अनि यही नै हो म आएको ठाउँ। अनि यहाँबाट अर्को छ त्यहाँ चर्च पनि म जान्छु, मार्मोकेन चर्च भन्ने, मार्मोकिन हो कि मार्मोकेन भन्ने हो हैन, अलि भन्न जान्दैन नि त। फ्रीमा छ भने चाहिँ भित्र छिर्छु, पैसा लाग्छ भने चाहिँ छिर्दिनँ। यहीँ नै हो, नजिकै छ, टाढा छैन। यही हो रोयल प्यालेस। अझै पनि राज परिवारबाटै हेर्ने हो कि के हो जस्तो मलाई लाग्यो। मैले अलिअलि हेरेको थिएँ होइन, गुगलतिर च्याट जिपिटीलाई सोधेको थिएँ। अनि यही हो, यस्तै हुन्छ अहिले परेड सबै एउटादेखि अर्को कुनामा। अनि यहाँ चाहिँ आउनलाई तपाईँलाई एकदम सजिलो छ। मेट्रो लिनुभयो भने एम4 सेन्ट्रलबाट 3 हो कि 4 स्टपमा यता पुग्नुहुन्छ। म चाहिँ घरबाट आउँदाखेरि त्यही 15 मिनट लाग्छ एउटै मेट्रो चढेर आयो भने। अनि यस्तो छ। माइक चाहिँ मैले अस्ति नै किनेको थिएँ क्या, तर नभएर हो कि नजानेर हो, मैले युजै गरिरहेको थिएन। आज चाहिँ ट्राई गर्न लाग्यो कस्तो हुने रहेछ, माइकमा पछाडिको साउन्ड आउँछ कि आउँदैन, म चाहिँ यो चेक गरिरहेको छु। अनि आएन भने चाहिँ म सधैँ माइक नै युज गरेर हिँड्नेवाला छु, भिडियोहरू खिच्दै होइन। अनि के भन्ने त, ल म चाहिँ अब 2-4वटा सानो भिडियोहरू लिन्छु, अनि त्यसपछि म फेरि कन्टिन्यू गर्छु है त भिडियो। अनि म फेरि पनि अब कुकिङ भिडियो पनि बिस्तारै हाल्ने कोसिस गर्छु होइन, किनभने पकाउने खाने अलि मोटाइयो क्या धेरै, त्यही भएर पनि मैले बिचमा क्विट गरेको थिएँ। अब फेरि बिस्तारै चाहिँ कन्टिन्यू गर्छु। अनि भ्याएको बेला चाहिँ यसो बाहिर निस्किन्छु, नभ्याएको बेला चाहिँ घरमै खाना बनाउने बस्ने, सबैजनालाई एउटै लाइनमा ल्याइरहेको छ। म पनि यता उभिनु पर्यो आएर। अब सायद सुरु हुन्छ होला एकछिनमा। यतातिर नि यस्तै छ, मान्छेहरू त सबै यस्तो छ क्या, सबै एकछिनमा गार्ड चेन्ज हुन्छ। अनि त्यही भएर सबैजना लाइन लाएर बसिरहेको छ कि, यहाँ पुलिस दाइहरू आएर यहाँ सबैलाई सबैजना यसरी लाइन लाएर बस्नु पर्ने रहेछ। अनि लाइनमा बसेर चाहिँ म तपाईँहरूलाई देखाउँछु त। म पनि यहाँ लाइन लागिरहेको छु हेर्नको लागि। हेरौँ कस्तो हुँदो रहेछ, पहिलोचोटि हेर्न लागेको चाहिँ म। आउन चाहिँ म पहिले पनि आइरहेको यो ठाउँ, यसरी चाहिँ देखेको थिएन क्या। हेर्नु है कस्तो रमाइलो छ, सबैजना लाइन बसेर हेर्नको लागि। अब म चाहिँ डाइरेक्ट त्यो भएपछि म भिडियो गर्छु है त।
इन्डिया जस्तो लाग्यो मलाई त्यहाँ। अनि यही नै हो, गार्डहरू चेन्ज गरिदिनु जस्तो लाग्थ्यो तर होइन रहेछ, त्यहीँ त्यहीँ परेड भयो के भन्छ होइन त्यो गरिदिरहेछ। अब चाहिँ म यहाँबाट चर्च जान्छु, मार्बिकन चर्च। अझ यति धेरै मान्छे छ कि यहाँ चाहिँ सबै जसो हुने रहेछ क्या दिउँसोमा मान्छे यो हेर्न आउनको लागि। अनि यही नै हो डेनिस रोयल प्यालेस। अब म जाने भनेको ठाउँ होइन, यो चर्च चाहिँ गाडी नै छ कि, यो चाहिँ ढुङ्गाले बनेको चर्च होइन, त्यही नै भन्छ मार्मिकन चर्च हो। सबै अब त्यहीँ नै जान लागेको छ कि, त्यहाँ पनि एकदम बिजी होला। अब म त्यहाँ गएर भिडियो गर्न मिल्छ कि मिल्दैन त्यो चाहिँ मलाई थाहा भएन होइन। अब चाहिँ म त्यहीँ नै जाने हो। अनि एकचोटि अझै फेरि म तपाईँहरूलाई सर्लक्कै देखाउँछु है, हेर्नु कति धेरै मान्छे छ। म आउँदा यति धेरै थिएन, सबैजना आएर यहाँ हेरेर अब सबैजना अब उतै जान्छ जस्तो लागिरहेछ। अब त्यही भएर म चाहिँ अब उतै जान्छु छिटो त्यहाँ हेरेर अनि चाहिँ निस्किनु पर्ला घरतिर। यही नै हो यस्तो छ। तपाईँहरू डेनमार्क कोपेनहेगन आउँदै हुनुहुन्छ भने यो पनि तपाईँहरूले नछुटाउनु होला, यो ठाउँ घुम्नु होला आएर। अब यसको इतिहास सबै मलाई थाहा छैन, अब मैले एक्सप्लेन पनि गर्न जानिनँ होइन, हेरेको थिएँ तर मैले जानिनँ। यही हो, आउँदै हुनुहुन्छ भने एकचोटि अभियसली आउनु होला, तपाईँहरूलाई पनि राम्रो लाग्छ, मनपर्छ होइन। तपाईँहरूले अब यसको हिस्ट्री बुझ्नुहुन्छ भने त झन् तपाईँहरूलाई रमाइलो लाग्छ होला। सबै ठाउँको आफ्नै आफ्नै एउटा छुट्टै कहानी छ यहाँ। म हिजो गएको त्यो अर्कै थियो, यो अर्कै, अस्ति गएको अर्कै। अनि सबैजना उतै जान लागेको जस्तो छ। अब चाहिँ म त्यहाँ जान्छु एकछिन, भित्र जानलाई टिकट लाग्छ भने चाहिँ म जान्न होइन, अनि फ्रीमा जान मिल्छ भने चाहिँ म जान्छु। अनि त्यहाँ जान्छु, कस्तो रहेछ त भित्र देखाउन मिल्छ कि मिल्दैन तपाईँहरूलाई, म चाहिँ अब त्यहीँ गएर भिडियो गर्छु। यही नै हो है, बाहिरबाट चाहिँ बबाल देखिन्छ। अनि यहाँ आउन एकदम सजिलो छ, मैले भनिहालेँ होइन तपाईँहरूलाई अघि पनि। मेट्रो लिएपछि सिधै यहीँ नै झारिदिन्छ, एकदम नजिकै छ, यङफो लिँदाखेरि इजी हुन्छ। अनि यहाँबाट फेरि बोल्दा मैले जोडिहालेँ होइन, यहाँबाट तपाईँ जानुभयो भने यहाँबाट नजिकै छ, यहाँ वकिङ डुल्नको लागि राम्रो ठाउँ छ यता पछाडितिर। यतातिर चाहिँ म जाँदिनँ अहिले होइन, म चाहिँ सिधै त्यहाँ जान्छु आएको जस्तो छ। अनि यतातिर चाहिँ गाडी अब ल्याउनै मिल्दैन, त्यो त भन्नै पर्दैन होइन। अनि यही नै हो, यस्तो भित्र जानु पर्यो, सायद फ्री नै छ त्यही भएर त सबैजना गइरहेको छ नि होइन। यता चाहिँ यो तपाईँहरूलाई यो प्यालेसभित्र जान मन छ भने चाहिँ जान सक्नुहुन्छ, तर टिकट लाग्ने रहेछ, 100 कति रुपियाँ रहेछ, 135 हो कि कति थियो क्या क्रोन। अनि त्यो त जान्न त्यत्रो पैसा तिरेर। तपाईँहरूलाई यदि जान मन छ भने अझै बुझ्न छ यहाँको बारेमा होइन, तपाईँहरू त्यहाँ भित्र जान सक्नुहुन्छ। अनि मार्मिकन चर्च सबै ढुङ्गाले बनेको हो क्या यो चाहिँ। अनि सबैजना सब फर्किराख्नु भएको छ, फर्केर सबै यहीँ नै जाने हो क्या, अब फर्किने अनि सबैजना यहीँ नै जाने। तपाईँहरूलाई यहाँ आएर मजाले डुल्नलाई राम्रो छ ठाउँ, आउनु होला घुम्नु होला, यस्तो छ। यही नै हो, आज बिहानै निस्केको, अब भोक पनि लाग्नु थाल्यो, अब यता घुम्छु अनि चाहिँ घर फर्किन पर्ला। के छ अब यस्तो भित्र चाहिँ म हेर्छु एकचोटि, फोटो भिडियो खिच्न मिल्छ कि मिल्दैन हेर्छु यहाँ। अनि खुल्ने टाइम चाहिँ यहाँ रहेछ है, म छ यहाँ खुल्ने टाइम मन्डे, ट्युसडे, फ्राइडे, बर्थडे, सन्डे यस्तो छ होइन। अनि पैसा लाग्ने रहेछ कि यहाँ टिकट लाग्ने रहेछ, तर 1:30 बजेपछि लाग्ने रहेछ, नर्मल टाइममा चाहिँ नलाग्ने रहेछ होइन। त्यही भएर अहिले म छिरिहाल्छु। म चाहिँ भित्र गएर आएँ, 1:30 बजे अगाडि चाहिँ टिकट नलाग्ने रहेछ, अनि त्यसपछि चाहिँ 50 रुपियाँ लाग्ने रहेछ। अनि अब भित्र गएर अभियसली चर्चभित्र गएर त हल्ला गर्नु मिलेन नि त, सबैजना चुप लाएर हेरिराख्नु भएको थियो, फोटो भिडियो खिचिराख्नु भएको थियो। फोटो भिडियो खिच्न चाहिँ पाउने,
तर अब बोल्न चाहिँ अब पाएन नि त। यही नै हो। अब म अहिले अलिअलि यसो भिडियोहरू खिचेको छु। अनि यहाँ चाहिँ पछाडितिर सुटिङ भइरहेको मैले देखेको थिएँ कि अघि म यही बाटो आयो, त्यहाँ पछाडि मेट्रो स्टेसन छ। अनि म फेरि त्यहीँ मेट्रो चढेर अनि घरतिर लाग्नु पर्ला। ल यही नै हो है त, मार्निकोन चर्च सबै ढुङ्गाले बनेको। माथि जान मिल्छ कि भनेको, माथि चाहिँ जान नमिल्ने रहेछ, अनि त्यही तल मात्र रहेछ। त्यो हेऱ्यो, अब राम्रो लाग्यो मलाई। अनि फ्रीमा हो है, तपाईँहरू 1:30 अगाडि आउनुभयो भने चाहिँ फ्रीमा हो है, पैसा लाग्दैन। त्यसपछि चाहिँ 50 रुपियाँ लाग्ने रहेछ। मैले त्यहाँ बोर्ड हेरेको थिएँ, अब मैले त्यही बुझेँ है। अनि अब चाहिँ म त यसको पछाडितिर जान्छु। यस्तो छ यो, यहाँबाट पछाडि जान मिल्छ। ठ्याक्कै पछाडि नै मेट्रो स्टेसन छ क्या, नजिकै छ। अब यताबाट डुल्दै जाम। अनि यही नै हो, आजको मौसम पनि त्यस्तो गर्मी पनि छैन, एकदम ठिक्क ठिक्कको। अन्त यहाँ अघि सुटिङको गाडी त उठाइसकेको रहेछ। अघि सुटिङ भइरहेको थियो क्या म उता जाने बेलामा, अहिले त उठाइसकेको रहेछ। बनिरहेको हुन्छ, यो के भन्छ मलाई थाहा छैन। यो यस्तो चारैतिर छ क्या, यस्तो छ ढुङ्गाको, ढुङ्गाकै त हो नि होइन। अनि यस्तो छ यहाँ मेट्रो स्टेसन यहीँ नजिकै। यसरी पनि भेटौँला अर्को यस्तै नयाँ भिडियोमा। त्यति बेलाकोसम्म मेरो पुरानो भिडियोहरू गएर हेरिदिनु होला युट्युबमा, फेसबुकमा, टिकटकमा मैले हालिरहेको छु। अनि कस्तो लाग्छ त्यो पनि भनिदिनु होला मलाई। मनपर्छ भने कमेन्ट गर्नु होला, मन पर्दैन भने पनि गरिदिनु होला होइन। के गर्दा राम्रो हुन्छ त्यो मलाई भनिदिनु होला। म फेरि अनि कसरी गर्दा राम्रो हुन्छ त्यही गरेर म चाहिँ भिडियोहरू बनाउने कोसिस गर्छु। अब फेरि पनि आजको लागि यति नै। अब चाहिँ छुट्टिनु पर्ला आजलाई। भोलि भेटौँला अर्को नयाँ भिडियोमा। आजको लागि बाई बाई, सी यू।